आजको यस भिडियोमा हामी द भोइस अफ नेपाल सिजन 7 का कोचहरू कति वर्ष पुगे, यी कोचहरूको आमा बुवा कस्ता छन्, आखिर यी कोचहरूको जन्म कहाँ र कहिले भएको थियो लगायतका धेरै नै कुराहरू बुझ्नेछौँ। साथीहरू, प्रमोद खरेलको सबैभन्दा पहिलो भाइरल सुपरहिट गीत कुन हो भन्ने कुरा थाहा पाएर तपाईँ छक्क पर्नुहुनेछ। सो त्यसैले अब कतै पनि ढिला नगरिकन भिडियोतर्फ लागौं। नम्बर 4 मेलिना राई। विक्रम सम्वत 2050 मङ्सिर 22 गते दार्जिलिङ वेस्ट बेङ्गाल इन्डियामा उहाँको जन्म भएको थियो। मेलिना राई हाल उमेरले भने 31 वर्षको हुनुहुन्छ र यही आउने मङ्सिरमा भने उहाँ 32 वर्ष पुग्नुहुनेछ। मेलिनाको बुवा भने एक ट्यालेन्टेड सङ्गीतकार हुनुहुन्छ, जसले गर्दा मेलिना पनि आफ्नो बुवाबाट निकै नै प्रभावित हुनुभयो। मेलिनाले मात्र 12 वर्षको उमेरबाट सिङ्गिङ करियर सुरु गर्नुभयो। विक्रम सम्वत 2065 सालमा रेडियो नेपालले साङ्गीतिक कार्यक्रम आयोजना गरेको थियो, जसमा मेलिना राई पनि सहभागी हुनुहुन्थ्यो। नभन्दै मेलिना राई यस प्रतियोगितामा विनिङसम्म पुग्नुभयो। सन् 2015 मा आएको नाइन भनुल 3 चलचित्रको गीत कम्मरमाथि पटुकी, यसै गीतले भने मेलिना राईलाई रातारात चर्चामा ल्याउन सफल भयो। त्यस लगतै तिमीले बाटो फेर्यौ अरे जस्ता गीतहरूले नै उहाँलाई भने मार्केटमा चिनाउन सफल भयो। मेलिनाले अहिलेसम्ममा हजारौं गीतहरू रेकर्ड गरिसक्नु भएको छ। मेलिना राईलाई द भोइस अफ नेपाल सिजन 6 मा पनि हामीले देखेका थियौं भने हाल भइरहेको द भोइस अफ नेपाल सिजन 7 मा पनि देख्न सक्छौं। त्यसैगरी द भोइस अफ किड नेपाल सिजन 4 बाट भने टिम मेलिनाबाट सोनालीले जित समेत हासिल गरेका थिए। मेलिनाले अहिलेसम्ममा हजारौं गीतहरू रेकर्ड गरिसक्नु भएको छ। तीमध्ये उहाँको केही हिट गीतहरू पिरिम नलाउनी, माया बिरानी, नाच फिरिरी, कसरी कसरी, तातो गोली, जोखौ माया जस्ता गीतहरू उहाँको हिट गीतहरू अन्तर्गत पर्दछ। नम्बर 3 खेम सेन्चुरी। विक्रम सम्वत 2049 माघ 15 गते रूपन्देही रुद्रपुर बुटबलमा पिता पूर्ण बहादुर सुनार र माता विष्णु मायाको कोखमा जेठा छोराको रूपमा उहाँको जन्म भएको थियो। उमेरले हाल खेम सेन्चुरी भने 32 वर्षको हुनुहुन्छ। उहाँको 2वटा आमा हुनुहुन्छ। कान्छी आमाको नाम भने सगुन लामा सेन्चुरी हो। खेम सेन्चुरीले सुरुवाती दिनहरूमा रेडियोमा आरजेको रूपमा नै बुटबलमै काम गर्नुहुन्थ्यो। 2065-66 सालबाट नै उहाँ गायक बन्छु भन्दै काठमाडौँ छिर्नुभयो। खेमको पहिलो एल्बम गीत भने भन्छु आज साझिन मात्र हो। उहाँलाई हाल हामीले लोकदोहोरीको एक ट्यालेन्टेड कलाकारको रूपमा चिन्न सक्छौँ। द भोइस अफ नेपाल सिजन 6 मा खेमकै टिमबाट नै प्रोसेस उपाधि हात पारेका थिए। विनर बन्नुभएको छ टिम खेमबाट प्रोसेस पाण्डे। र हाल हामीले खेमलाई पुनः द भोइस अफ नेपाल सिजन 7 मा भने देख्न सक्छौँ। त्यसैगरी खेम सेन्चुरीको हिट गीतहरूको कुरा गर्नु पर्दाखेरि राम राम मरौटी, सुर्ती मार्दा मार्दै, झ्यालैमा पर्दा छ, सोचे झै जिन्दगी रहेनछ, कमाउने नि हो रमाउने नि हो जस्ता दर्जनौं गीतहरू उहाँ हिट गीतहरूकै लिस्टमा पर्ने गर्दछ। नम्बर 2 राजु लामा। विकिपीडिया अनुसार राजु लामाको जन्म 16 मार्च 1978 एडी हो र यो विक्रम सम्वतमा 2034 चैत्र 3 हुन्छ। राजु लामाको जन्म मिति यही नै हो भने उहाँ उमेरले भने हाल 2082 अनुसार भने 47 वर्षको हुनुहुन्छ। पिता योङचुङ लामा र माता सुखबीर लामाको कोखमा सिन्धुपाल्चोकको सुनचौरीमा उहाँको जन्म भएको थियो। बाल्यकाल सिन्धुपाल्चोकमै बित्यो। पछि राजु लामा पढाइकै लागि भनेर आफ्नो दिदीको घर काठमाडौँको बौद्धमा बस्नुभयो। उहाँको साङ्गीतिक यात्रा भने यहीँबाट सुरु हुन पुग्यो। अडियो क्यासेटको पालादेखि हिटको हिट रहन सफल गायक राजु लामाको ब्यान्ड मङ्गोलियन हार्टको क्रेज भने अहिले पनि रहेको छ। भर्सटाइल सिङ्गर राजु लामालाई हामीले द भोइस अफ नेपाल सिजन 2, द भोइस अफ नेपाल सिजन 3, द भोइस अफ नेपाल सिजन 4 र हाल भइरहेको द भोइस अफ नेपाल सिजन 7 मा देख्न सक्छौँ। साथीहरू, द भोइस अफ नेपाल सिजन 4 मा भने करण राईले टिम राजुबाट नै विन गरेका थिए।
बधाई छ तपाईलाई सगरमाथा सँगसँगै द भोइस अफ नेपाल सिजन 4 पनि जित्नु। त्यसैगरी राजु लामाको हिट गीतहरू तिमीलाई देखेर, हल्ला चलेछ, मेरो नेपाल, हेर्दा हेर्दै, पर्खाइमा, सुम्नीमा, दिल बस्यो, साइली लगायतका दर्जनौं गीतहरू भने उहाँको सुपरहिट गीतहरू अन्तर्गत पर्दछ। नम्बर 1 प्रमोद खरेल। विक्रम सम्वत 2036 कार्तिक 20 गतेको दिन उहाँको जन्म भएको थियो। प्रमोद खरेल नेपाली भए तापनि उहाँको जन्म भने भारतको आसाममा भएको थियो। उहाँको बाल्यकाल त्यस बेलाको बनियानी गाविस झापामा बितेको थियो। हाल त्यस गाविसलाई कचनकवल गाउँपालिका भनेर चिन्ने गर्दछ। साथीहरू, त्यसै गरी प्रमोद खरेल भने उमेरले 2082 अनुसार 46 वर्षको हुनुहुन्छ। पिता बलभद्र खरेल र माता विष्णु शर्मा खरेलको कोखमा उहाँको जन्म भएको थियो। प्रमोद परिवारकै पहिलो सन्तान हुन्। प्रमोदको एक भाइ र एक बहिनी पनि रहेका छन्। प्रमोद खरेलको पहिलो सुपरहिट गीत भने मेरो दिल छ पोखरामा बोलको गीत हो। यो गीतले नै प्रमोदलाई रातारात चर्चामा ल्यायो। त्यस समयको पिआरबिटी सिआरबिटी किङ भनेर प्रमोदलाई पनि चिनिन्छ। प्रमोद खरेलको पपुल्यारिटी यति धेरै छ कि द भोइस अफ नेपालमा सबैभन्दा बढी पटक विन गरेको रेकर्ड नै उहाँको नाममा रहेको छ। उहाँले द भोइस अफ नेपाल सिजन 2, द भोइस अफ नेपाल सिजन 3, द भोइस अफ किड नेपालको पहिलो सिजन, द भोइस अफ किड नेपाल सिजन 2 र द भोइस अफ किड नेपाल सिजन 3। त्यसै गरी प्रमोद खरेलले हालसम्ममा 2000 भन्दा बढी गीतहरू रेकर्ड गरिसक्नु भएको छ। उहाँको सुपरहिट गीतहरू जस्तै यो कुरा गोप्य, यो गीत भने सबैभन्दा बढी पटक हेरिएको गीत हो। म बाँचेकै, छुट्टिएर तिमीसँग, ओइ झुमा ओइ झुमा, सुनैको दरबार, ए जिन्दगी, लाइदेऊ न मायाले लगायतका हजारौं गीतहरू उहाँको सुपरहिट गीतहरूकै लिस्टमा पाउन सक्छौं।